वेलकम टु न्यू ब्लग। आज हामी बिरगञ्ज जाँदैछौँ होइन। पानी परेको छ, खै के गर्ने हो, तनाव परिसक्यो पानी परेर। ल गाइज भिडियो लाउनु साथ दिनु, के कसो हुन्छ देखाउनु प्रयास गर्छु होइन। ल बाटोतिर भेटौँ है गाइज। भन्नु पाइ गाइज बनाइ पा एकजना हुनुहुन्छ र दुईजना भाइहरू छ, त्यो लिएर जानुपर्ने रे ग्यारेजबाट। खै सातो बाटो आइपुग्यो गाइज, सातो बाटो। बाटो छ अहिले चाहिँ हामी यो हेटौँडा निस्किने बाटो आइरहेको छौँ फर्बिनको होइन। दामी रहेछ बाटो चाहिँ, कोही ठाउँमा हल्का अफरोड छ। अझै यहाँबाट 4 घन्टा लाग्छ भने म्यापमा देखाएको छ, देखाउँछ यहाँ। उताबाट गाडीहरू आएको छैन, के हो कसो हो हेरौँ के छ कसो छ बाटो। आज पानी होइन होला, बाटो डेन्जर छ। बैठा आयो 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 गाडी। ल अब चाहिँ हो बाटो भने होइन त, बाटो गाडी थिएन हो कि होइन पो तनाव थियो त। अब चाहिँ होला यो बाटो। आयो गाडी भने बाटो ठिक छ। ल काठमाडौँ त नदीको यता कता बसेर गाडी लाग्छ, बाटो सही रहेछ त। बाटो चाहिँ सन्जारो खपासी भन्ने आफ्नो ठाउँमा पुग्नुपर्छ। इन्डिया र नेपालको ट्याक्कै बोर्डर छ, लोकेसन पठाएको थिएँ भर्खर। यहाँ नेपाल बोर्डर। यहाँबाट नाम के भन्छ अरे त्यहाँ? खै नाम के पो थियो केबाट खै नाम घुम्दै पुगेको छु म बोर्डरमा। कलैया होइन, कलैया पनि बोर्डर हो के अरे होइन? कलैया भन्दा नि अझ तलतिर छ क्या। डाँडा झरिसक्नु लाग्यो भने अब यहाँ तलबाट सिधा बाटो देखिन्छ मैले। चलिरहने गाडीहरू पछि लाग्नु चाहिँ यिनीहरूलाई थाहा हुन्छ कहाँनिर एकदमै टर्निङ छ, ठ्याक्कै छाको जान्छ।
डेस्टिनेसन उतापट्टि हो क्या पछाडि हेरबाट जाने उताबाट माथिबाट खिच्ने जाने यताबाट त्यहाँ माथि छुनबाट उहाँबाट गएको थियो हामी त अस्ति खस्ने बाटो रहेछ त सिङ्गो मसिन ढुङ्गा क्या सिधा फाडा टाढा क्या टाउको टोक्यो टाउको टोक्यो पुलिहानकी ड्याम भयो के को ड्याम छ गाडी देउरालाई गाइड हामी चाहिँ होइन कति होला आई लभ देउरा कति होला अब यो बाटो चाहिँ एकदमै सानो रहेछ टाढा जानुपर्छ पानी क्या मलाई लाग्छ यो ओह्रालो ओर्लेपछि अब यतातिर झुन्छ जस्तो लाग्छ अगाडि देख न मलाई नदेखो अगाडि के देख्नु पानीमा त के छैन होइन ठ्याक्कै यो चाहिँ सिन्धुलीको बाटो जस्तै रहेछ गन्ती सानो बाटो झन् ठुलो पऱ्यो यता बसहरू यत्रो भने नपुग्यो
हेर्नुहोस् गाइज हामी चाहिँ यहाँ घुमफेदी यहाँ र हेटौँड चाहिँ 27 किलोमिटर छ अरे खाएको जस्तो त्यही पुरै भिजिसक्यौँ म जाडो भयो पानी पत्र भित्र गयो धेरै सुमो चल्ने रहेछ बाटो ल्याउनु पर्ने रहेछ यही ल्याएर चिया खाएर होइन फेरि जाडो Jadi baca kayak Baise checkpost, Baise pull. कस्तो भयो त सुजन रमाइलो भइरहेको छ पानी परेर यस्तो अटो जस्तो के हो आइपुग्यो गाइस हामी आइपुग्यो अब एउटा फाइनली आइपुग्यो पानी पनि अलिक कम भएको छ पानी नपर्दै नि हुन्थ्यो के भने पानी परेको छैन बुद्ध चोक आइपुग्नु लाग्यो भित्र त आइपुगेर आधी बाटो होला हामी है अब यस्तो नि त अब सिधा बाटोमा चाहिँ यहाँ धेरै टाइम लाग्दैन नि त घुम्ती भएर पो धेरै टाइम लाग्छ होइन पाहाडमा अब गरममा त सिधा बाटो आइपुग्यो अब लगभग 1-1.5 घन्टा पुगिन्छ हामी त्यो ठन्डामा
घन्टा लाग्छ यो बुढाले चाहिँ कहाँ छोड्ने हाम्रो वीरगञ्ज पुग्ने यता हामी जहाँ छिल्ला त्यहाँनिर साइड ल्याउने अनि बुझ्नु सुतिसक्यो रिक्सा चलाउने छोडिदिने क्या हाल है ठिक हाल भए ए हो बुद्ध चोक भनिन्छ एउटा चाहिँ यता यता पूर्व भैरवा ज्यादा वीरगञ्ज सिद्धगञ्ज वीरगञ्जतिर पुगिन्छ कस्तो दामी हुन्छ रुखहरू बनायो ओ माई गड कस्तो स्मेल आइरहेको छ हेर सकिन त्यो बेला गराएको छ ओहो भित्र गराएछ त के हो आम्मामा के तपाईँ छिराइ थियो यहाँ ढुस ढुस छिरो गरायो कि के गर्न यहाँ बाबरे सास फेर्न गाह्रो पारिदियो कति परसम्म चाहिँ स्मेल आएको उहाँदेखिबाट के चाहिँ होला यस्तो आम्मामा भवानीपुरबाट लाग्यौँ अस्तिर यहाँ कति छ हेरौँ त्यसपछि थाहा हुन्छ अहिले चाहिँ हामी कल्लै आइपुग्यो गाइज 55% चार्ज छ त्यहाँदेखि एकछिन चार्ज गरेर जाउँ एकछिन टेस्ट गरौँ होइन यो जिउ दुख्यो 10-20 मिनट जति चार्ज गरौँ अनि त्यसपछि चार्ज पनि हुन्छ टेस्ट पनि हुन्छ भोक पनि लाग्यो लगभग 11 बज्दा 11 हो त्यो भएर एकछिन साइड आएर चार्ज गर्दै के खानु पर्ला जस्तो लाग्यो चार्जिङ स्टेसन चाहिँ बाहर क्या सामने ठ्याक क्या खाली पनि जस्तो लगाइज त्यो कल्लै आइपुगेँ अब यहाँ 8 रुपियाँ रहेछ यहाँ चाहिँ चार्जिङको पर्सनको 8 रुपियाँ रहेछ ल हेर्नु सक्नुहुन्छ ठ्याक्कै यो ल हामी के खान्छ यसो यो छ है त बाहिर लगाइज हामी चाहिँ अब के खाना जान्छौँ तर खान सकिन्छ सकिँदैन थाहा छैन होइन बजार चाहिँ यस्तो छ ल हेर्नु सक्नुहुनेछ होइन पसलानी गुट्का भन्दा के छैन बडी बिग्रिने गुट्का हो तर गुट्का भन्दा के छैन यहाँ चाहिँ पान पसल रहेछ हस्पिटल रहेछ यहाँ साइडमा नि होटल सोटल केही त देख्दैन त्यही त भने खाना नि कहाँ सकिन्छ त चाउचाउ जुस बोक्ने बस्ने गाडीमा खाने त्यही गर्नु पर्ला ठिकै रहेछ
प्रशासन कार्यालय बाराको। ल हेर्नुहोस् गाइस, माहौल बनाएर बस्न सकेको छैन। के हो यस्तो होटल सोटल केही छैन। एउटा सेक्को के खाने सेक्को यहाँबाट के लिएर जाउँ त? वाइफाई त छ दिन कहाँ आइपुग्यो हामी? खै ठाउँको नाम त थाहा छैन। कलयाको बरियापुर रे। बोर्डर साइड आइपुग्नु लाग्यो भने मामा उखु रहेछ बरियापुर। मामा वहाँ बस्छ उखु क्या? आमा यत्रो बारी हुँदो रहेछ। चिनी सक्नुहुन्छ जस्तो हो क्या होइन? समयसम्म साइकल आइपुग्यो गाइस। हामी चाहिँ लोकेसनमा आउन चाहिँ आइपुग्यो। कति टाइम लाग्ने हो? हेर्नुहोस् गाडी। हामी चाहिँ नेपालको अन्तिम गाउँ रहेछ। यहाँबाट उता इन्डिया पारी चाहिँ नेपाल, यताबाट उता इन्डिया। हेर्न सक्नुहुन्छ प्लेजा। सामान लोड गर्दै गाइस। गएर पोता 1 2 3 पाँचजना लानै पर्ने हो त है? लानै पर्ने हो? काखमा राख्ने होइन? अहिले नतान्ला भन्ने छ फेरि गल्लामा। माथि धेरै लोड छ नि त। गाइस अब यहाँबाट निक्लेको कति बज्यो? 2:15 ल यहाँबाट अब लोड हुन्छ तान्दैन। बिचमा भिडियो देखाउँला बाँकी 400 किलो छैन। अब हामी यहाँबाट पिलुवा निस्किने रे होइन आएको बाटो भन्दा के भयो सुजन? रमाइलो भयो? घन्टाघर सरी घन्टाघरै अघि घन्टाघर देखाएको थिएन हामीलाई। हामी त कहाँबाट आएको? उताबाट आएको।
घन्टा गरौँ नि जङ्गलमा छौँ भने स्कुलमा आयौँ 4:45 हो 4:45 कति बजे पुग्छ होला हामी अब पुगिन्छ चाँडै लेकगन्ज फेरि हामी फर्किँदैछ लेकगन्जमा आइपुग्यो काम भइहाल्छ नि वानमा किन्दा मात्रै ठुलो हुन्छ भिम्फेदै आइपुगेकै सर्च गर्दैछौँ पुग्न घर अब सिस्नेरीको उकालो सुरु भयो होइन उकालो छ अब घुम्ती सिस्नेरी ट्र्याक्टर नभए त गाह्रै बन्दैन बल्क आइपुग्यो गाइज जस्तो बल्क आइपुग्यो 62% चार्ज छ भिम्फेदीमा 100 गरिसकेको 62% चार्ज छ 38% खाएको छ ओहो ल गाइज अब एकैचोटि अब बसी गरेर भेटिन्छ कि बन्द गरेर भेटिन्छ ल गाइज ग्यारेज आइपुग्यो हामी चाहिँ अब आज अब 1 बज्न लाग्यो के गरियो यसो देख्न प्रयास गरेँ भिडियो लन्चसँग साथ दिनु धेरै धेरै धन्यवाद भोलि भेट्नेछु नयाँ ब्लगमा तिनजनालाई टाटा बाई बाई सी यु टुमोरो गाइज है त भोलि भेटौँला भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला